ल भन। नमस्कार दर्शकबिन, आज हामी यस पार्टमा चाहिँ हामी सेती दिदीको चाहिँ बाल्यकालको कुराहरू केही प्रश्नहरू गर्नेछौँ। र आज पहिलो प्रश्न चाहिँ हजुरलाई, तपाईँ बाल्यकाल हुँदाखेरि तपाईँलाई सेती दिदी भनेर पछि लाग्ने नानीहरू साथीहरूको चाहिँ केही नामहरू याद छ त हजुरलाई? लक्ष्मी थापा, हजुर, सावित्री खराल, हजुर, घनश्याम नाम भनेको अब त अर्को थर नभए नि केही भयो। घनश्याम, रमणी, अनि दुर्गा, अनि नारायण, अनि के हो कृष्ण प्रसाद साकोटा, सबैजना भएर अनि मेरो छोरो पनि छ के साथैमा। त्यति भएर गुनासो पोख्ने, हाँस्ने, बोल्ने, रमाइलो गर्ने, परमा लाउने, हुद्दा लाउने गरिन्थ्यो। अनि अलि स्कुल टाइममा चाहिँ अनि तपाईँ पढ्नमा एकदम ट्यालेन्ट हुनुहुन्थ्यो हो? पढ्न पाए भए ट्यालेन्ट हो नि। अब त पढ्न गयो अनि त्यहाँबाट त्यही अलिअलि पढ्यो, घर आयो, फेरि काम गर्यो, घाँस काट्यो। पढ्न त ट्यालेन्ट भएर सधैँ पढ्न पाए त ट्यालेन्ट होइन, फेडेन्ट पनि भन्थ्यो होला नि। अब पढ्न पाइएन। अनि कत्रो ठुलो परिवार थियो हजुरहरूको? हाम्रो त अब मुनिका छवटा भाइ बहिनी, अब मसित 7वटा त छोराछोरी हाम्रो आमा बुवाका। अब जेठी बाठी छोरीले के सुख पाइयोली। ऊ जमानामा, अहिलेको जमाना होइन, ऊ जमानामा जेठी बाठीले के सुख पाइयोली, कस्तो खाइयोली, कस्तो लाइयोली। अब त्यो त अब देख्ने साथीहरूलाई थाहा होला, सँगै हिँड्ने साथीहरूलाई थाहा होला। अब मैले आफ्नो कुरो त आफै गरेर साध्य लाग्दैन होइन। अब त्यो त सँगै हिँड्ने साथीले, सँगै खाने साथीले, सँगै सुत्ने साथीले थाहा होला। तर मेरो सबैभन्दा फेन तिनै दिदी बहिनी, मामा, भाइ, एउटा दाइ, यतिमा हामी अरमा परमा हिँड्ने त्यति हो। अनि अब सानो हुँदाखेरि त अब प्राय बच्चाहरू सबै फटा नै हुन्छन्। फटा त भइएन। पिटाइ खायो कि नै बाबासँग? मैले जिन्दगी मलाई पिटे सट बाले आमालाई नै पिटे बरु एकचोटि। मलाई छोरीले काम गर्ने छोरीलाई पिटिस भनेर बुवाले बरु आमा नाम लापताले। भनेपछि चकचके हुनुहुन्थेन? म पहिलेबाट कामैको राजी। अहिले पनि म कामै गर्न चाहन्छु, गरेरै खान चाहन्छु सकन्जरी। तर वचन चाहिँ अर्काको नराम्रो सहन चाहिँ शक्ति चाहिँ होइन पहिलेबाट। कसैको नहुने के। अनि कस्तो अर्काले भन्यो भने त्यो हृदयमा गडिराख्ने। त्यो जन्मेदेखिको अहिले दिदीले बिर्सिया होला नि, मैले बिर्सिन्न त्यो बेलाका कुरा। त्यति याद आउँछ। अनि बच्चा भए बेला के कुन गेम खेल्नुहुन्थ्यो नि? कुन बच्चा? सानो भए बेलामा के को हाम्रो पालि अहिले तिमीहरूको जस्तो मोबाइल पाएर गेम खेल्ने, टिकटक खेल्ने हाम्रो जमाना थियो हो। के खेल्नु? हामी त गोटा थाहै छैन के हुन्थ्यो हाम्रो पालामा मात्रै थाहा छ। हामी त गोटा ल्याएर गोटा खेल्ने, 5वटा गोटा हारिस तैँले त कुकुर भाइ भने तैँले कानतिर ताने भन्ने, काना चिमार्छु भन्ने, गेम खेल्ने त्यस्तो थियो। अनि खुट्टे खेल्थ्यौँ। एक फेरि खुट्टे खेलेर चाँचै ढिलो भएछ, पानी थुत्न आएको इनारा खस्यौँ। अनि त्यो इनाराबाट फेरि सब साथीहरू त भूत करायो भने त रुँदै खेता भयो। त्यसरी पनि आइयो, बाँचियो, दुःख हरिएर बाबु। हाम्रो पाला त्यस्तो थियो। अनि जुनेली रातमा अनि त्यो लुकिडुम खेल्नु भयो कि नै त? अनि परालको टाउमा त्यस्तो लुकिडुम खेल्ने हाम्रो समय नै मिल्दैन थियो। बिहान काम गर्यो, त्यहाँबाट गयो, बस्तुसित दाउरा लिएर आयो, फेरि घर काम गर्यो, खाना टाइममा बुवाहरूले खानालाई एकदम टाइम पुऱ्याउनुहुन्थ्यो, टाइममा खाइन्थ्यो। खानालाई मलाई कहिल्यै बाबाआमा छन्जेर मलाई जिन्दगीमा कहिले पनि दुःख परेन। मिठो पनि थोरै खाने, मिठो खाने बानी चाहिँ त्यति एउटा खराब हो सानैबाट। अनि सानो छँदाखेरिको सबैभन्दा एकदम सम्झना आइरहने, झलझली सम्झना आइरहने कुनै समय छ त हजुरको? त्यो सानो छन्दारीको झलझली सम्झना खोइ कस्तो समय आयो मलाई त्यो सम्झना। यो लाउन खान पाइनँ, यो लाउन फलानले त्यस्तो लाइ, मैले लाउन पाइनँ, यो गर्न पाइनँ भन्ने चाहिँ पहिला बिहा नगरिन्दाखेरि आएन। बिहा गरेपछि अलि दुःख थियो। तैपनि आमा छन्जेरी आमाले अब सबै कुरा पुऱ्याउनुहुन्थ्यो, भेट्नुहुन्थ्यो, आउनुहुन्थ्यो। सबैजनाले माया गर्थे। अब
अहिले पनि म त्यो ठाउँमा जाँदाखेरि ल सेती भान्जी सेती छोरी सेती बहिनी सेती दिदी अझै पनि मेरो त्यति चाहिँ रेकर्ड छ। तँ मसित हिँड्छस् भने राजेनले गर थाहा पाए तँ मसित जान्छस् भने अझै पनि त्यो छ। त्यतिसम्मको कसैको रिस खार भएकै छैन कि। ठिक छ